हेलो एभ्रिवान, सबैजनालाई मेरो भिडियोमा स्वागत छ। आज मेरो शनिबार कसरी बित्यो म त्यो हजुरहरूलाई देखाउने छु। म चाहिँ उठ्छु बिहानको 8 बजे शनिबारको दिन अनि म नुहाउन गएँ। म नुहाएर पनि आइसकेँ। 1 महिनादेखि चाहिँ म बिहान बिहान सूर्यलाई पानी चढाउन थालेको छु, त्यसैले म सूर्यलाई पानी चढाउन जान्छु। अनि फेरि सूर्यलाई पानी चढाएर आएर चाहिँ म आफ्नो रुम मिलाउनतिर लाग्छु। शनिबार चाहिँ मेरो रुम डिप क्लिन गर्ने दिन हो, त्यही भएर म चाहिँ धमाधम आफ्नो काम गर्न थालिहालेँ है। रुम मिलाउँदा वा कुनै काम गर्दा म चाहिँ भजन बजाएर काम गरिरहेको हुन्छु। त्यही पनि गणेश भजन चाहिँ मेरो फेभरेट हो। अनि म मेरो टेबल मिलाउँदैछु। अब पालो आयो रुम बढार्ने अनि पोछा लाउने। अनि यति बेला मेरो खाना खाने बेला हुन्छ। खाना खाएको चाहिँ मैले क्लिप लिएको छुइनँ। अनि म चाहिँ एकछिन पढ्न बस्छु। पढ्दै गर्दा चाहिँ मलाई बाबाले बोलाउनुहुन्छ उखु खानलाई अनि म जान्छु। यो चाहिँ हाम्रै बारीमा फलेको उखु हो, एकदमै मिठो थियो। अनि म फेरि आएर आफ्नो अलिकति काम थियो, त्यो काम सकिहाल्छु भनेर काम सक्नतर्फ लागेँ, किनभने एकछिनमा धेरैजना मान्छेहरू आउँदै हुनुहुन्छ मेरो ब्लगमा, हजुरले देख्नुहुन्छ। अनि फेरि हाम्रो चिया ब्रेक हुन्छ अनि मामु बाबा म भएर चाहिँ चिया खान्छौँ। अनि म गर्न थाल्छु मेकअप, किनभने मलाई चाहिँ टिकटक बनाउनु थियो अनि घरमा बसेको दिन अब हल्का चाहिँ नक्कल त पार्नै पर्यो। अब फेस सेभ गरेको भिडियो देखेर फेरि कतिजनाले त केटीको पनि दाह्री जुङ्गा हुन्छ र भन्नु होला। हुन्छ है गाइस। अनि म लगाउँछु फाउन्डेसन, डट 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 गर्दै फाउन्डेसन ब्लेन्ड गर्दैछु मैले। अनि त्यसपछि पालो आउँछ ब्लसको। अनि लिप लाइन गरेर लिपस्टिक लगाउँदैछु मैले। अनि आई स्याडो पनि भेटिनँ अनि त्यही भएर ब्लसले नै आई स्याडो बनाइदिरहेको छु मैले। अनि आइलाइनर लगाएँ, मस्कारा लगाएँ। अनि एउटा कालो टिका लगाइसकेपछि मेरो मेकअप कम्प्लिट हुन्छ। मेरो फाइनल लुक चाहिँ यस्तो भएको थियो। अब म चेन्ज पनि गरेर देखाउँछु। 1 2 3 म चाहिँ यस्तो देखेको थिएँ। मेरो भिडियोमा आउनुहुन्छ मेरी प्यारी फुपू प्रतीक्षा निरौला अनि सी इज माई फ्रेन्ड सुस्मिता। हाई भन्दैछ नै गाइजहरूले पनि। अनि साथीहरू आज चाहिँ हाम्रो प्लान छ मोमो, ओ माई गड मोमो होइन पानीपुरी खाने। अनि प्रतीक्षा र म चाहिँ पसलमा गएर सामानहरू लिएर आइसक्यौँ अनि हामी लाग्छौँ काममा धमाधम। मामु पनि हामीलाई हेल्प गर्दै हुनुहुन्छ, बिचबिचमा के फ्रुट्सहरू पनि दिइरहनु भएको थियो मामुले चाहिँ। अनि कस्तो साथीहरूलाई घरमा बोलाएर काम लाउने हो भन्नु होला नि। फेरि यिनीहरू मेरो साथीहरू होइन, मेरो घरकै मान्छेहरू, मलाई भन्दा बढी यिनीहरूलाई थाहा हुन्छ। अनि 1 घन्टाको कडा मेहनतपछि तयार हुन्छ हाम्रो पानीपुरी। अनि मेरो बेस्टी बिनु पनि आइसकेकी छ पानीपुरी खानलाई। ऊ चाहिँ हस्पिटलकै ड्रेसमा चाहिँ ऊ चाहिँ आफ्नो ड्युटी हिँडेकी अनि एकछिन पानीपुरी खानलाई आएकी थिए। अनि हामी गसिप गर्दै पानीपुरी खाँदै गर्दैछौँ। त्यो जेठालालले भन्छ नि तारक मेहताका उल्टा चस्मामा चाय पियो बिस्किट खाओ भने जस्तै भयो। अनि एकछिन रेस्ट गरेर म रेडी हुन्छु। अनि यहाँ हुँदैछ 3जना दिदीबहिनीको फिट चेक। हामी चाहिँ दराजको अफिस जानलाई रेडी भएको, त्यहाँ चाहिँ मेरो एउटा सामान आएको थियो। यस्तो राम्रो सनसेट भइरहेको थियो कि अनि मैले यिनीहरूको भिडियो पनि लिइदिएँ। अनि हेर्नु न कस्तो राम्रो सनसेट छ। अनि हामी हाँस्दै रमाइलो गर्दै सुस्मिता साथीलाई क्यामेरा दिएर अनि गफ हान्दै हामी चाहिँ अगाडि बढ्छौँ। अनि यहाँ चाहिँ पानी बिना पनि धान रोप्ने कार्यक्रम भइरहेछ, पाइपबाट पानी लगाएर। यस्तो दृश्य हेर्दै हेर्दै हामी पुग्छौँ बिर्तामोडको दराज अफिस। यहाँबाट सामान रिसिभ गरेर अनि हामी चाहिँ जान्छौँ इभिनिङ वकतिर। यति धेरै पानीपुरी खाइसकेपछि अनि साथीहरूसँग इभिनिङ वक जाँदाखेरिको रमाइलो छुट्टै छ फेरि। अनि गफ त सकेकै छैन, सामान हातमा लिएर अनि गफ गर्दै गर्दै हामी चाहिँ जाँदैछौँ। हिँडेर फोटो भिडियो लिइसकेपछि चाहिँ बिनुको ड्युटी जाने टाइम हुन्छ अनि त्यही भएर हामी चाहिँ घर फर्किन्छौँ। अनि साथीहरू मलाई बाई बाई भन्दैछन् अनि उनीहरू चाहिँ आफ्नो आफ्नो काममा जान्छन्।
घरमा आएर म चाहिँ आफ्नो कम्फर्टेबल पिजेमा चेन्ज गर्छु अनि म खाना खाँदै सिआइडी हेर्दै बसिरहेको थिएँ। थ्याङ्क यू सो मच फर वाचिङ। मेरो शनिबार चाहिँ यस्तै भयो।